गाइस म चाहिँ यहाँ आएको छु आज यहाँ नयाँ आइल्यान्डमा। गाइस यो चाहिँ अलिक पुरानै आइल्यान्ड हो तर मैले यसको भिडियो बनाएको थिएन। अनि गाइस यो आइल्यान्डमा चाहिँ मैले यो आइल्यान्ड कटाइसे कम्प्लिट गरेर अनि गाइस यो आइल्यान्ड चाहिँ हामी कति गाइस एकछिन पढ्नु है। यो आइल्यान्ड चाहिँ हामी हैन कति लेभल हुन हामी 90 लेभल हुँदा पनि आउनुपर्छ। अनि म यहाँ 355 लेभल छ। अनि मैले यहाँ यहाँको बस यो आइल्यान्डको बस येटीको क्वेस्ट दिइसकेको छ। अनि यो पार्ट 3 हो ब्लक स्पिडको। तपाईँ पार्ट सेकेन्डमा नि राम्रै भ्युज ल्याउनु भएको थियो, त्यही भएर म पार्ट 3 बनाउनु गइरहेको छु। अनि यो चाहिँ पार्ट 3 हो। अनि यो पार्टमा चाहिँ म म्यागमा एडमिरल हैन अकाइनोसँग फाइट पर्दिन। यो पार्टमा चाहिँ म येटीसँग फाइट पर्छु जुन चाहिँ फ्रोजन डेजमा हुन्छ। गाइज 3 बिगिन। गाइज म चाहिँ कति भाग्छु यहाँ किनकि येटीले मलाई पुरै उयो गरिसकेको छ। तर म यहाँ अब रिफ्लेक्सन किकको युज गर्छु। अनि गाइज म चाहिँ यहाँ मर्ने लगाएको तर म यहाँबाट अलिकति उता भाग्छु। अनि गाइज राइट गर्छु। अनि मैले यहाँ गाइज येटीलाई मारिसकेको छ। अनि अब गाइज आजको भिडियोलाई यति नै। अर्को भिडियोमा चाहिँ म सकेसम्म सोन तपाईँले वान पिस हेर्नुभयो भने टु फ्ल्यामिङ्गोलाई मार्ने कोसिस गर्छु प्रिजनमा गएर गाइज अर्को भिडियोमा चाहिँ। आजलाई यति नै गाइज।